म सुन्दैछु अहिले 20-22 हजार नेपाली युवाहरूले यस्तै एप बनाएर झन्डै $1 बिलियन कमाउँछन् रे। धेरै फर्म हो भने आइटीमा चाहिँ म यस्तो सजिलो बनाइदिन्थेँ क्या। यस सर। है म्यासिभली। अनि त्यसको लागि इनफ्याक्ट अन सन्डे आई एम होस्टिङ एन इभेन्ट एट iIdeas, इन्भाइटिङ सम की टेक प्लेयर्स यहाँको। किनकि म यत्रो 7 दशक लगाएर एक्सपोर्ट जब बल्ल बल्ल 1 बिलियन पुर्याएको छ, 1000 नेपाली युवाहरूले यस्तै एप बनाएर झन्डै $1 बिलियन कमाउँछन् रे। सुनेको त्यो सिम्पल हिसाबले 20-22 हजार 4 लाख पर मन्थ। आई डोन्ट डाउट द्याट हो र। सो अमेजिङ होइन त त्यो। यत्रो राज्यले घोप्ट्याइरहेछ चाहिँ वस्तु निर्यातलाई, उत्पादन गर्नु पर्यो, वीरगन्जबाट चाहिँ एक्सपोर्ट गर्नु पर्यो, अथवा हवाईजहाजकै भुँडीमा राखेर एयर कार्गोको रूपमा एक्सपोर्ट गर्नु पर्यो भनेर यत्रो राज्य लागेको छ 7 दशकदेखि। हियर क्वाइटली अनअफिसियल्ली हाम्रै चाहिँ युवाहरूले होइन यो मोडर्न डिजिटल उसमा चाहिँ भेरी यङ गाइज यसलाई अनलिस गरिदिउँ न म्यासिभली के हो व्यवधान होइन। ल सबै लाइक इफ वी कुड प्लान समथिङ लाइक एउटा ठुलो इन्फ्रास्ट्रक्चर हुन्छ नि, 2000 रोपनी हो कि 5000 रोपनी हो कि त्यो ठाउँमा जहाँ चाहिँ आइटी पार्क टाइपको। एक्ज्याक्टली दिस इज डुएबल। लाइक 2 वर्षमा होइन कि 10 वर्ष 20 वर्ष लाग्ला, तर यो चाहिँ नेपालमा भएर यसलाई गर्न सकिन्छ। किनकि एट द एन्ड अफ द डे इट्स सर्भिस हो। त्यो मान्छेले आफ्नो टाइमै स्पेन्ड गरिरहेछ र यस्तो कन्ट्रीमा नेक्स्ट 20-30 वर्षसम्म त हाम्रो जिडिपी त इट्स नट गर्न स्काई रकेट। एन्ड यहाँ हजुरलाई किरण दाई पनि थाहा छ हामी किरण दाईसँग क्लोजली काम गरेर हुन्छु। अनि अब जस्ट लाइक हाउ इन युएस तपाईँ कफी खाएर तपाईँले त्यो सर्भिस लाइक टिप दिनलाई दिएन भने त बेजत हुन्छ। यहाँ अहिलेसम्म उसको एक टिपले 1 महिनाको कहिलेकाहीँ हाम्रो टोइलेट सफा गर्नेको स्यालेरी नै आइरहेको। सर्भिसेस सबभन्दा इम्पोर्टेन्टको इन फ्युचर, किनकि त्यो त कहिले पनि अटोमेसनमा नहुन सक्ने हो नि त आइटी भनेको पनि। अनि जिडिपीमा हाम्रो अहिले सर्भिसेस सेक्टर मोर देन 50% भइसक्यो होइन। कृषि प्रधान भन्दै यु नो व्हेन आई वाज एसएलसी दिने सालतिर एग्रिकल्चरको कन्ट्रिब्युसन झन्डै 60% थियो हाम्रो जिडिपीमा। अहिले 25 झरिसक्यो होइन। मोर पिपल आर इम्प्लोइड तर एज अ भ्यालु एडिसन टु द इकोनोमी। तर यो डिजिटलको महत्त्व होइन, आइ एम क्वाइट प्यासनेट अबाउट इट। किनकि मेरो साथीहरू पनि छन् क्या होइन, बालकृष्ण जोशी, किरणजीहरूसँग त मैले कुरा पनि गरिरहेको छु होइन। इजियर नेपालमै इजियर ठमेल.com क्या पहिला बोका अनलाइन बिजनेस प्रायनियर मेरो साथी, उसले हि ब्रिफ्स मी अ लट अन दिस थिङ्स होइन। अनि ऊ सँगसँगै त्यो टेक क्राउडसँग म इन्टरेक्ट गरिरहेको हुन्छु। कोभिडको बेलामा पनि मैले डिजिटलाइजेसनको एजेन्डामा अब ठुलै धक्का दिने अवसर आयो है भनेर भनेको थिएँ। तर ह्याभिङ सेड दिस अर्को प्रोफाउन्ड इम्प्लिकेसन छ क्या डिजिटलाइजेसन। किनकि वी आर अ ल्यान्डलक्ड कन्ट्री। हामीले जे उत्पादन गरे पनि 15-20-25% महँगो हुन्छ होइन। कलकत्ताबाट घिची वीरगन्ज ल्याउनु पऱ्यो, बोर्डर क्रस गराउनु पऱ्यो, 12 घन्टा लगाएर वीरगन्जबाट काठमाडौँ उतार्नु पऱ्यो वा होइन। पेट्रोल प्राइस जम्मै इम्पोर्टेड छ होइन। स्पेयर पार्ट्स, अब रोडको कन्डिसन यस्तो। अहिले यो इकोनोमिकको हुनु पनि पेट्रोल प्राइस रेजिङमा त ठुलो हात हुन्छ। रसिया युक्रेन वारको डाइरेक्ट फल आउट पनि हो। अब त्यही कुरा बङ्गलादेशले, इन्डियाले, भियतनामले हामीभन्दा 20% सस्तो बनाइदिन्छ भने त्यो वस्तुमा त हाम्रो भविष्य भएन भनेपछि केमा जानु पर्यो त? कि त्यो वेट र डिस्टेन्स मिनिङलेस भएको सेक्टरमा जानु पर्यो, जुन चाहिँ पडकास्ट हुनसक्छ। तपाईँ हाम्रो पडकास्ट होइन, मेबी एनिथिङ डिजिटल होइन, एनिथिङ डिजिटल, वेटलेस डिस्टेन्सलेस भयो नम्बर 1। अर्को वस्तु नै छुन सकिने वस्तु नै तपाईँले बनाउनु भयो भने के हुनु पर्यो? भ्यालु डिभाइडेड बाई वेटको रेसियो चाहिँ सुपर हाई हुनु पऱ्यो क्या। ताकि तपाईँले 1 बोरा जुटको पनि $40, 1 बोरा अर्ग्यानिक हाइली प्रिमियम इलाम चिया $1000 होला होइन। वेट भ्यालु त फरक भयो नि। सो जुट छोडेर चियातिर जानु पऱ्यो नि। कारण त्यो चाहिँ अनि यु नो लङ्गर निड टु load it onto this crappy truck and send it to Birganj and then to Kolkata and then ship to world markets. यी टिआइए बाटै वा हाम्रो पोखरा एयरपोर्टबाटै त्यो हवाई जहाजको 2/3 भाग चाहिँ भुँडी हो के। प्यासेन्जर भन्दा बढी स्पेस त्यहाँ लोड गर्नलाई हुन्छ होइन। अनि त्यस्तो चिजहरू चाहिँ एयरप्लेन हाई भ्यालु टु वेट भयो भने चाहिँ हवाई जहाज त महँगो हुन्छ एयर कार्गो, सी कार्गो भन्दा। एयर कार्गो पनि त्यो इट बिकम्स अफोर्डेबल। अनि मैले सन्दुक रोहित मेरो एकदमै प्रिय अग्रज, उहाँले त्यो इन्ट्राअक्युलर लेन्स बनाउनुहुन्छ क्या एउटा तिलगङ्गाको श्रेणीमा होइन। यत्रै हुन्छ होला। अब त्यही लेन्स उहाँले कति $4-5 बेच्नुहुन्छ होला पर ऊ। चाइनिजले त्योभन्दा सस्तो बनाउँछ क्या। तर बिकज अफ हिज पर्सनल ब्रान्ड एन्ड मेड इन नेपाल इत्यादि
पिपल बाई द्याट। कति 50-60वटा देशमा एक्सपोर्ट हुन्छ अरे होइन। हुन त यो उहाँले जहाजबाटै एक्सपोर्ट गर्नुहुन्छ होला, तर त्यो प्रिमियम भए हुनाले यत्रो छ वेट होइन अथवा साइज भ्यालु बढी भए हुनाले प्लेनबाटै प्लेन एक्सपोर्ट गर्न सक्यो नि। सो त्यतातिर हामी जानु पऱ्यो क्या। अनि डिजिटल त अहिले बनिहाल्यो होइन। त्यो वेट र डिस्टेन्स ल्यान्डलक कन्ट्रीको पेनल्टी हामीलाई लागु नै भएन। भनेपछि यही सारङकोटको डाँडोमा बसेर अथवा शिवपुरीको डाँडामा बसेर यु क्यान केटर टु द वर्ल्ड होइन। अनि रिमोट वर्कको आइरहेछ कोभिडपछि भनेपछि यसमा म्यासिभली अनलिस्ट गर्नुपर्छ अपर्च्युनिटिजहरू। जहाँ जहाँ व्यवधानहरू छन् त्यसलाई उ गर्ने। अब ब्युरोक्राटहरू युजली रिस्क अभर्स हुन्छन् क्या। कहाँ एकैचोटि छोड्ने, कहाँ एकैचोटि खोल्ने, बर्बाद भइहाल्छ नि डाक्टर साहब भन्छन् होइन ब्युरोक्राट। त्यसमा चाहिँ अनि वी क्यान पुट गार्ड रेल्स क्या। ट्राई गरौँ न, 6 महिना गरौँ, हेरौँ होइन। सोचे भन्दा चाँडै फरेन एक्सचेन्ज डिप्लिट भयो अरे होइन। सेफ्टी भ्याल्भहरू लिएर उ गरौँ, लेट्स सी। तर त्यो डिफल्ट पोजिसन नै रिस्क अभर्स, म जोखिम त केही लिन्न भन्नेतिर गयो भने चाहिँ इट्स अल्सो बिकज दे डोन्ट अन्डरस्ट्यान्ड इट नि त। त्यो पनि आफूले नै बुझ्दैन यो क्रिप्टोकै कुरामा पनि। दे डोन्ट अन्डरस्ट्यान्ड। आई नो पिपल हु आर डुइङ द आइटी थिङ हियर गेटिङ पेड इन क्रिप्टो है एन्ड दे आर बिङ मिलियनियर्स। जसले गरिरहेछ कि यो कहिलेकाहीँ रेगुलेटरी क्याचअप होइन। अब युवा पुस्ता यस्तो छ, चलायमान छ, डाइनामिक छ, दे आर अल कनेक्टेड। ब्युरोक्राट र पोलिटिसियन पुस्ता चाहिँ त्यो ठुलो ग्याप छ। तर अर्को अघि जस्तो भ्रष्टाचारको कुरा गरियो नि अघि नै, मैले अनि जरामा जानुपर्छ, खालि भ्रष्टाचार भयो मात्र भनेर हुँदैन भने। अनि यु गेभ अ नाइस एक्जाम्पल अफ बालनले फोहोर व्यवस्थापन, द्याट्स वान पार्ट होइन। मैले चाहिँ कसरी यो पोलिटिकल इकोनोमीको एङ्गलबाट भ्रष्टाचारै किन मौलाइरहेछ यसरी, यो कल्चर अफ इम्प्युनिटी यहाँमा होइन, जसले जे गरे पनि हुने भन्ने खालको चाहिँ किन भइरहेछ भने एउटा एन्सर चाहिँ एउटा जड चाहिँ कहाँ गएर जोडिँदो रहेछ भने यही चुनावहरूमा गएर जोडिँदो रहेछ क्या। इलेक्सन्स आर बिकमिङ सो एक्सपेन्सिभ होइन। उसले 2 करोड 4 करोड 5 करोड खर्च गर्छ जित्नलाई। अहिले त पोलिटिकल पार्टीहरूमा पनि टिकटको लागि पनि घुस दिनुपर्ने अरे होइन, हामीहरूमा होइन तर उमा। अनि त्यो गरेर उसले उठाउनेतिर लाग्छ, कहाँ जनताको सेवा गरेर बस्छ ऊ होइन। अनि ठेक्कापट्टा रोडको कन्ट्र्याक्टमा उसलाई चासो हुन्छ, फोहोर मैलाको